के भन्नुहुन्छ यसको बारेमा? यो गण्डकी कोटी होम वाकैमा अहिले पछिल्लो समयमा नेपालमा धर्म संस्कृतिहरू अपनाउँदै गयो। त्यसो त वैदिक सनातन धर्म आफ्नो एउटा वेद हो, आफ्नो एउटा विज्ञान हो। यो आजभन्दा हजारौँ वर्ष पहिला ऋषिमुनिहरू वायुमा आकाशमा यात्रा गर्थे। आज ती विषयहरू क्षीण हुँदै गए। विभिन्न खालका पश्चिमा साहित्यहरूले संस्कृतिहरूले देशविहीन हुँदै गयो, धाराशायी हुँदै गयो। यी पुराना संस्कारहरू केवल संस्कार होइन, यो एउटा विज्ञान हो, यो एउटा नियम हो, यो एउटा तत्कालीन अवस्थाको संविधान हो। जति बेला विश्व इतिहासमा संविधानको स्थापना थिएन त्यति बेला वैदिक सनातन धर्म भन्ने एउटा संविधान थियो। त्यो संविधानले आफ्नो टोटल आम्दानीको कमसेकम 10% हिस्सा दान गर्नुपर्छ, तब मात्र त्यो दान गरेर पुण्य गरेर रहेको सम्पत्ति मात्र शुद्ध हुन्छ भन्ने त्यति बेला नै थियो। तर पछिल्लो समयमा गभर्मेन्टहरू आउन थाले, उनीहरूले संविधान बनाउन थाले। संविधान त उनीहरूले 10% दान गर्नुपर्छ भनेर अहिले ट्याक्स भन्दा हामीले 10% ट्याक्स 15% भ्याट भन्दा जुन दिइरहेका छौँ, यो एउटा ऐतिहासिक संविधान हो। तर पछिल्लो चरणमा संविधान आउनुभन्दा पूर्व नै वैदिक सनातन धर्मको आफ्नो एउटा छुट्टै खालको संविधान थियो। त्यो संविधानले बर पिपलको जगेर्ना गर्नुपर्ने, रुद्राक्षको जगेर्ना गर्नुपर्ने, तुलसीको मोठ घरमा अगाडि राख्नुपर्ने। किन त भन्दा त्यति बेला हामीसँग अक्सिजन तत्काल दिन सक्ने अस्पतालहरू थिएन र हामीले ती वृक्षका पातहरूबाट, तिनका हाँगाहरूबाट व्यक्तिहरूलाई अक्सिजन प्रदान गरेर मर्ने अवस्थामा परिवारका सन्तानहरूलाई केही कुराहरू उनीहरूले भन्न खोजेका आफ्ना व्यवहारहरू ऋणहरू छन् भने पनि झट्टपट्ट मठमा लगेर राखिरहँदाखेरि उहाँहरूलाई अक्सिजन प्रदान होस् र त्यो उहाँको बोली फुटोस् र आफ्ना परिवारलाई सन्ततिहरूलाई आफ्नो विषयवस्तु जगेर्ना गर्नुपर्ने कुरा हो। यो तपाईँलाई मैले भनिरहँदा झन्डै धेरै लामो विषय छ। यो 2-4 घन्टा, 2-4 दिन, 2-4 वर्षको अथक मेहनतले हुने कुरा चाहिँ होइन। र फाइनल्ली के हो त भन्दाखेरि नेपाल देश यस्तो देश हो जहाँ गौतम बुद्धको देश छ, जहाँ लाखौँ चाइनिज पर्यटकहरू शान्तिका लागि आउँछन्, जहाँ मुक्तिनाथ भगवान हुनुहुन्छ, जहाँ शालग्राम भगवान बग्नुहुन्छ श्रीकृष्ण गण्डकीमा, जहाँ पशुपतिनाथ हुनुहुन्छ, यहाँ इन्डियन मूलका प्रशस्त हिन्दू सनातनी धर्मका व्यक्तिहरू पनि आउनुहुन्छ। यस कारणले नेपाल विश्वको एउटा अलौकिक दैविक शक्ति भएको देश हो र यहाँ सीता भिरकुटी जस्ता व्यक्तिहरू, गौतम बुद्ध जस्ता व्यक्तिहरू जन्मेको ठाउँ हो। र यो किमार्थ सानोतिनो मूल्यले आर्जेको मुलुक होइन र हामीले पुनः वैदिक सनातन धर्मलाई निरन्तरता दिनुपर्छ र हामीले यसलाई पुरानो ट्रेडिसन भन्दा पनि विज्ञानमा परिणत गरेर वैदिक सनातन भनेको विज्ञानमा कहाँनिर टच हुन्छ त, A+B को होल स्क्वायर कहाँ काम लाग्छ भन्ने कुरा थाहा नपाइकन हामीले गणित पढायौँ भने त्यसको कुनै मिनिङ रहँदैन। र हामीले यस्ता कुराहरूलाई साइन्समा विज्ञानमा परिणत गरेर हाम्रा पुराना धर्म संस्कृति रिचुअलहरू, हाम्रा शङ्ख घन्टीका आवाजहरू, हाम्रा रुद्राक्षका गेडाहरू जुन हामीले यहाँ लाएर हिँडेका छौँ, यिनीहरूले चाहिँ हामीलाई दिने के हो त, वास्तवमा साइन्समा त के दिन्छ भन्ने विषयहरू बुझाउँदै अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाइ हो। यहाँले निकै सानो गर्नुभएको छ, खास गरेर यो प्रोग्राम जस्ता आयोजनाले पोखरामा धार्मिक पर्यटनलाई बढावा दिने कुरामा कतिको विश्वास गर्नुहुन्छ? पोखरालाई धार्मिक पर्यटक भनिरहँदा भन्दा पनि हामी नेपाल देशका नागरिकहरू दिन प्रतिदिन विदेश यात्रामा गइरहेको देख्दाखेरि हामीलाई सबभन्दा दुःख त्यहाँ लाग्छ। र यसको अलिकति व्याख्या प्रचार प्रसार केही महिना अगाडिदेखि ठिक तरिकाले हुन सकेको थिएन र यो ठिक तरिकाले र वास्तवमा कोटी होमका लागि र देशका लागि नागरिकहरूका लागि चाहिँ हामीले गर्न खोज्यौँ भने अवश्य पनि धार्मिक पर्यटकहरूको बढावा भएको छ। यो भिड देख्दा पनि वाकैमा नेपालीहरूले धर्मका लागि यति धेरै आस्था गर्नुको रहेछ, अझ धर्मभन्दा पनि वैदिक सनातन धर्मका लागि यति धेरै आस्थावान हुनुपर्छ भन्ने कुरा त यो मासले पनि देखाइरहेको छ। र वाकैमा यस्ता कार्यक्रमहरू यो हाम्रो ब्रह्माण्ड शुद्धिका लागि र हाम्रो भूमि शुद्धिका लागि र हाम्रो टेरिटोरी शुद्धिका लागि, जस्तो आज पनि विदेशले हामीलाई क्षेप्यास्त्र हान्न किन सक्दैन भन्ने विषयलाई यहाँले बुझ्नुहुन्छ भने यो हाम्रो धार्मिक सनातनले गर्दा नेपाललाई चारैतिरबाट रक्षा कवच भन्छ। अन्त्यमा एउटा मन्त्र भने त्रयम्बकम यजा महेश सुगन्धि पुष्टिवर्धनम उर्वारुकमिव वन्दनान् मृत्युर्मोक्षमामृत। यदि यो मन्त्र जपिरहेको अवस्थामा स्वयं यमराज आउनुभयो भने पनि पुर्नुपर्छ भनेर सनातन धर्मले भन्छ। म रुद्रप्रसाद शर्मा तिमिल सिन्हा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्वत जिल्लाको सभापतिको रूपमा कार्यरत छु र आज महायज्ञमा दान पुण्यका लागि आएको। यो चाहिँ अतिथिहरूलाई यहाँ एउटा दान गरेको अवस्थामा र एउटा पब्लिक फिगरलाई यहाँको चाहिँ यो कोटी होम आयोजक समितिले सम्मान गरेको।